सर यो लाइनिङ कतिवटा छ सर यस फोनमा? यो फोनमा चाहिँ S21 प्लसमा यसमा लाइनिङ चाहिँ अब 3वटा मात्र आएको छ हैन। हजुर। तर यसको हेर्न सक्नुहुन्छ फ्युचर लाइनिङहरु चाहिँ यो लाइनिङ खास प्रब्लम चाहिँ होइन, अझै कनेक्सन छँदैछ हैन। तर पनि हामीले यो फ्युचरमा आउने लाइनिङहरु यिनीहरु सबैलाई रिपेयर गरिदिन्छौँ, किनकि अब हामीले काम गरेर दिइसकेपछि 2-4 महिनामै रिटर्न नआओस् भनेर के लाइनिङहरु अरू लाइनिङहरु नआओस् भनेर यो लाइनिङ प्रब्लम चाहिँ अहिले आएको छैन। तर आउनेवाला लाइनिङहरु यसलाई पनि हामीले रिपेयर गरिदिन्छौँ है। अब किनकि 2-4 महिनामै चाँडो रिटर्न नआओस् भनेर। सो गाइज यसमा हेर्दाखेरि मात्रै 3टा लाइनिङ छ हैन, तर फ्युचरमा आउने लाइनिङ चाहिँ धेरै नै छ के। अनि यसलाई पनि हामी रिपेयर गरिदिन्छौँ के। आउन लागेको चाहिँ हेर्दा मात्रै 3टा छ, आउने लाइनिङ चाहिँ धेरै नै छ फ्युचरमा। यसलाई पनि हामीले पिक्सल मेजरमेन्ट सिस्टमद्वारा यसलाई पनि आउने लाइन पनि कट गरिदिन्छौँ। सो हेर्न सक्नुहुन्छ। सो यसमा हेर्दा मात्रै 3टा छ, तर फ्युचरमा आउने लाइनिङ चाहिँ लगभग त 15-20वटा लाइनिङ छ। यसलाई पनि हटाइदिन्छौँ। सो तपाईँहरूको हामीले चाहिँ टाइम त्यही भएर लिन्छौँ किन आउने लाइनिङ पनि कट गरिदिन्छौँ। धेरै त रिसिभ दिनमा हामीले धेरै 2-3टा मात्रै काम गर्न भ्याउँछ, किनभने टाइम प्रोसेस अलि लामो हुन्छ। लगभग 3 देखि 4 घण्टा खट्नुपर्छ एउटा सेटको लागि। फ्युचर लाइनिङ पनि हटाउनु पर्यो हैन। फ्युचर लाइनिङ पनि हटाइदिनु पर्यो, पछि आउने जाने त्यस्तो हुँदैन कि। आउने लाइनिङ फ्युचर लाइनिङ पनि सबै हटाइदिन्छौँ के। सो त्यही भएर हामीले टाइम चाहिँ लिन्छौँ, अपोइन्टमेन्ट जस्तो लिइरहेछौँ। सो तपाईँहरूको फोनमा यस्तो समस्या आयो भने भिजिट एमटेस ल्याब र मोबाइल सम्बन्धी केही प्रब्लम हार्डवेयर सफ्टवेयर ब्याक पेनल डिस्प्ले केही छ भने पनि एमटेस ल्याबलाई सम्पर्क गर्न सक्नुहुन्छ। सो डु भिजिट एमटेस ल्याब, न्यू रोड, काठमाडौँ।